in association with Landmark Education, as smart as you are. भव्य उद्योग बन्न सक्छ तपाईको सोच सृजनात्मक आइडियाको हाम्रो नयाँ खोज नयाँ सोचौं नयाँ गरौँ अब बेला आयो हाम्रो सपना साकार पार्छ आइडिया स्टुडियो सोचदेखि उद्योगसम्म। नमस्कार, स्वागत छ यहाँलाई आइडिया स्टुडियो सोचदेखि उद्योगसम्म र म हुँ मालविका र म विवेक सिंह ठकुरी। This is the first time in the history of Nepali television that a reality show like this is happening. यो कार्यक्रम एउटा त्यस्तो अभियान हो जुन अभियानले सृजनात्मक र उद्यमशील सोचहरूलाई उद्योगसम्म पुर्याउने जमर्को गरेको छ। कार्यक्रम आइडिया स्टुडियो सोचदेखि उद्योगसम्म र केही महिनाको सर्चपछि हामीलाई जम्मा 479 आइडियाजहरू प्राप्त भएका थिए जुन 5 विकास क्षेत्रबाट छन् र 479 आइडियाजबाट हामीले नियाले पश्चात 60 वटा आइडियाजलाई हामीले आज अडिसन्स राउन्डमा बोलाएका छौं। अन्तिममा गएर 30 वटा आइडियाजहरूलाई हामीले सिलेक्ट गर्नेछौं र उहाँहरूले पाउने हुनेछ इन्क्युबेसन सेन्टरको लागि यो टिकट। र ती 30 वटा आइडियाजहरूलाई इन्क्युबेसन सेन्टरमा राखेर 1 महिनासम्म परामर्श र तालिम दिइनेछ। इन्क्युबेसन सेन्टर काठमाडौँ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टमा रहेको छ र यो तालिम र परामर्श पश्चात ती 30 वटा आइडियाजहरू उद्योगसम्म पुग्नको लागि अझै परिष्कृत भएर आउनेछन् भन्ने कुरामा हामी विश्वस्त छौँ। बिजनेस गुरु गोविन्द गुरुङ सिभिल बैंकको वरिष्ठ कार्यकारी अधिकृत हुन्। सञ्चारकर्मी र गायकका रूपमा समेत आफ्नो चिनारी बनाएका गुरुङले विक्रमसम्म 2053 सालबाट बैंकिङ क्षेत्रमा आफ्नो करियर सुरु गरेका थिए। हिमालयन बैंकको सिनियर अफिसरबाट बैंकिङ यात्रा सुरु गरेका गुरुङ सन् 2006 मा ग्लोबल बैंकको सिनियर म्यानेजर बने। त्यसपछि मेगा बैंकको डेपुटी जनरल म्यानेजर हुँदै उनको यात्रा सिभिल बैंकको वरिष्ठ कार्यकारी अधिकृतसम्म आइपुगेको छ। बिजनेस गुरु आनन्द बगरिया निम्बस होल्डिङ प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक हुन्। एनिमल फुड उत्पादनमा नेपालका अग्रणी कम्पनीका रूपमा सक्रिय निम्बसले स्थापनाको 14 वर्षकै हाराहारीमा वार्षिक रूपमा 7 अर्ब भन्दा बढीको कारोबार गर्दै आइरहेको छ। औद्योगिक इन्जिनियरिङमा स्नातक गरेका बगरिया नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने विभिन्न अभियानमा समेत सक्रिय छन्। बिजनेस गुरु रूपेश कृष्ण श्रेष्ठ काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट कुसुमको एसिस्टेन्ट प्रोफेसर हुन्। विगतमा व्यापारिक क्षेत्रमा पनि क्रियाशील रहेका रूपेश कुसुममा मार्केटिङ र एन्टरप्रेन्योरसिपको अध्यापन गराउँछन्। अमेरिकाको नेब्रास्का एट केर्नी युनिभर्सिटीबाट केमिस्ट्रीमा ब्याचलर गरेका रूपेशले त्यसपछिको उच्च शिक्षा भने व्यवस्थापन संकायमा हासिल गरेका छन्। रूपेशले सन् 2009 मा महामहिम राष्ट्रपतिबाट नेपाल विद्याभूषण पदक 6 समेत प्राप्त गरेका छन्। बिजनेस गुरु बालकृष्ण जोशी ठमेल.com का प्रमुख कार्यकारी अधिकृत हुन्। नेपालकै अग्रणी अनलाइन सपिङका रूपमा क्रियाशील ठमेल.com को कार्य प्रणालीलाई बीबीसी र CNN जस्ता सञ्चार माध्यमहरूले समेत स्थान दिएका थिए। बेस्ट एन्टरप्रेन्योर अवार्डबाट पुरस्कृत बालकृष्णले 150 जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेका छन् भने नेपाली ठमेल.com मार्फत नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउँदै आएका छन्। दर्शकहरू, हाम्रा बिजनेस गुरुहरू आफैमा एक प्रेरणाका स्रोत हुनुहुन्छ। सो वेलकम टु द शो बिजनेस गुरुज। गोविन्द सर, यहाँलाई के लाग्छ यो कार्यक्रमबाट के अपेक्षा राख्नु भएको छ? यो कार्यक्रमबाट मैले एउटा राम्रो सोच र राम्रो उद्योगको अपेक्षा राखेको छु। आनन्द सर, के एउटा सोच ठुलो उद्योगसम्म पुग्न सक्ला? हरेक ठुलो उद्योग एउटा स्मल आइडियाको आउटकम हो एन्ड व्हाई नॉट फ्रम हियर। लेट्स होप सो। गुरुज, should we call the ideas in? Let's get it started. Yep, let's start. Okay, here it comes. हाम्रो पहिलो सहभागी हुनुहुन्छ सिब्जन चौलागाईजी। सिब्जन चौलागाई, यहाँलाई स्वागत छ। थ्याङ्क यू। नर्भस हुनुहुन्छ? हैन, छैन म। रुन्न, एकदमै रेडी हुनुहुन्छ। फर्स्ट पार्टिसिपेन्ट हुनुभएकोमा यहाँलाई बधाई छ। थ्याङ्क यू। ऑल द बेस्ट सिब्जन जी। थ्याङ्क यू। प्लिज। Hello, namaste sir. Namaste. So I'm Sibjan from Sinduli and my idea is ICT for agriculture. नेपालमा 75% भन्दा बढी जनताले चाहिँ मोबाइल फोनको प्रयोग गरिरहेको सन्दर्भमा चाहिँ मोबाइल नै एउटा यस्तो माध्यम हो जसबाट चाहिँ हामीले सूचनाहरू प्रवाह गर्न सकिन्छ भन्ने आइडियाले SMS सिस्टम र मोबाइल एप्लिकेसन चाहिँ डेभलप गरेका छौं र अहिले नेपालमा चाहिएको यो यस्तो उद्योग हो जसलाई चाहिँ हामी कृषि व्यवस्थापन सूचना प्रणाली अथवा AMIS एग्रिकल्चर म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम भन्छौं। यसको सस्टेनेबिलिटीको कुरा गर्दाखेरि चाहिँ हामी चाहिँ धेरै कृषकहरू माझ पुग्नको लागि चाहिँ
हामी सङ्घ संस्था सरकारी सङ्घ संस्था गैर सरकारी जसले चाहिँ कृषिमा काम गरिरहनु भएको छ उहाँहरूमाझ हामी धेरै किसानमाझ पुग्छौँ। अनि अर्को कुरा चाहिँ हामीले जुन बनाएको एप्लिकेसन छ त्यो चाहिँ स्मार्टफोनमै इनबिल्ड गरेर मोबाइलको स्मार्टफोनको व्यापार पनि गर्न सक्छौँ। रेभेन्यू मोडलको बारेमा केही हाउ विल यु मेक मनी? Like when we started this project in Sinduli, for 2 months we raised subscription fee 10 rupees per month from the farmers. They are still ready to give for the information what they have got. So because of the lack of resources, we have not been able to expand it in other villages, but it is possible. लसेस भयो भने हुन सक्ने चान्सेस छ हैन, भयो भने तपाईहरुको जवाबदेहीता के हुन्छ? निश्चय नै हामीलाई एउटा भरपर्दो रिसोर्स कन्टेन्ट प्रोभाइडर चाहिन्छ र त्यसको लागि चाहिँ नेपाल एग्रिकल्चर रिसर्च सेन्टर चाहिँ तयार छ जस्तो मलाई लाग्छ। हामी विभिन्न चरणमा हाम्रो बैठकहरू पनि भएको छ र हामीले त्यहाँनिर कुनै ठाउँमा चाहिँ यो कुरा चाहिँ लन्च गर्दाखेरि चाहिँ पहिला सुरुमा हामी चाहिँ त्यहाँनिर एउटा रिसर्च गर्छौँ, उहाँहरूले त्यो टेक्नोलोजी उहाँहरूले खोजेको हो कि होइन, उहाँलाई चाहिएको छ कि छैन। हामी त्यसको आधारमा चाहिँ त्यो कुरा चाहिँ त्यहाँ गएर लन्च गर्छौँ र त्यो विभिन्न चरणमा चाहिँ उहाँहरूसँग चाहिँ जुन अन्तर्क्रिया हुन्छ त्यसैले नै उहाँलाई एउटा विश्वासको वातावरण बनाउँछ। कतिजनाले चाहिँ तपाईँको सेवा प्रयोग गरिरहेछन्? सिन्धुलीमा चाहिँ 100 जना हुनुहुन्छ युजर र सिप्रेट भन्ने जुन कृषिमा काम गर्ने एनजिओ छ उहाँहरूले चाहिँ क्लाइमेट स्मार्ट भिलेज भनेर जुन काभ्रेमा प्रोजेक्ट छ उहाँले काभ्रे र सिन्धुलीमा चाहिँ हामीसँग TUR पनि गरिसक्नु भएको छ। थ्याङ्क यू सो मच। तपाईँलाई धेरै गाह्रो र गहन प्रश्नहरू सोध्नुभयो हाम्रो बिजनेस गुरुजहरूले, कस्तो लाग्यो? मलाई त त्यस्तो जसले चाहिँ इन्भेस्ट गर्न चाहनुहुन्छ, जो चाहिँ बिजनेस मोटिभको हुनुहुन्छ उहाँले सोध्ने क्वेसन यस्तै युजुअलै हो जस्तो लाग्छ र म त्यो कुराहरूमा प्रिपेयर पनि भएर आएको थिएँ। सो नथिङ न्यू। एक्ज्याक्टली, हामी तपाईँको आइडिया सुन्दाखेरि यु वर भेरी भेरी प्रिपेयर्ड एन्ड आइ एम रियली प्राउड अफ यू। थ्याङ्क यू सो मच शिवजिमजी, विश अल द बेस्ट। बिजनेस गुरुज हजुर सर, हजुरलाई यो आइडिया कस्तो लाग्यो यहाँलाई अहिले भर्खरको आइडिया? आई होप दैट ही कैन गो टु द नेक्स्ट लेभल। ओके, लेट्स हैव अनदर आइडिया। हामीसँग दोस्रो पार्टिसिपेन्ट हुनुहुन्छ आज विनय रेग्मीजी। विनय रेग्मीजी, स्वागत छ यहाँलाई। थ्याङ्क यू मालविका दिदी। र तपाईँ कहाँबाट हुनुहुन्छ ओरिजिनली? म म्याग्दी पुलाचोर जिल्ला पुलाचोर गाविसबाट। म्याग्दीबाट हुनुहुन्छ है, र तपाईँले कृषि गुरु भनेर आफ्नो टिमलाई रिप्रेजेन्ट गर्दै हुनुहुन्छ होइन? हजुर हजुर। टिमको बारेमा थोरै भनिदिइहाल्नुहोस् न। हामी चाहिँ एउटा यङ मोटिभेटेड टिम हो जसले चाहिँ कुनै सोसल चेन्ज सोसल एन्टरप्रेन्योरसिपलाई अपनाऊ भनेर लागिराखेका छौँ। अल द बेस्ट, नर्भस नहोस् धेरै, जस्ट बी योरसेल्फ अनि राम्रोसँग कामली भन्नुहोस् है त। नेपालमा 220 मेट्रिक टन तरकारी आयात हुन्छ अनि त्यहाँबाट चाहिँ विदेशबाट आयात भएको अहिले रेसियो हेर्दाखेरि लास्ट इयर 10%ले त्यो इम्पोर्ट चाहिँ घटिराखेको छ। रिजन बिहाइन्ड द्याट नेपालमा चाहिँ कृषि उद्यमीहरू बढिराखेका छन्। हामीले के कुरालाई हेरिराखेका छौँ भने हामी विल मेक इट पोसिबल टु ब्रिङ भेजिटेबल डिरेक्टली फ्रम फार्मर्स टु द फ्रिज अफ द कस्टमर। त्यही भएर हामीले हाम्रो कन्सेप्टलाई फार्मर्स टु फ्रिज F2F बिजनेस मोडलमा डालिराखेका छौँ। हाम्रो बिजनेसको भायबिलिटी जुन एक्जिस्टिङ प्रब्लम छ त्यहीसँग नै छ। सस्टेनेबिलिटीको कुरा गर्दाखेरि एज लङ एज बिजनेस इज मेकिङ मनी, सस्टेनेबिलिटी इज नट द क्वेसन। वी वान्ट टु गो बियोन्ड 50 आउटलेट्स थ्रु आउट नेसन। अनि यो कुरालाई चाहिँ कसरी गरिराखेको छ भने पछाडि मैले चितवनमा मेरो कुनै पसल छ भने चाहिँ द्याट वर्क्स एज अ रिटेल स्टोर एज वेल एज कलेक्सन सेन्टर फर द काठमाडौँ। योर कम्पनी कृषि गुरु इज गोइङ टु बी फर प्रफिट हैन? हाम्रो भिजन के छ भने पछाडि अनइम्प्लोइड पिपलहरूलाई पनि एन्टरप्रेन्योरसिप सिकाएर उहाँहरूलाई चाहिँ हाम्रो फ्रेन्चाइजहरू चाहिँ लिनको लागि मोटिभेटेड गर्छौँ। फ्रम फार्म पोस्ट हार्वेस्ट गरेपछि एउटा पसलमा लगेर रिटेल गर्नुको बिचमा धेरै खर्चहरू छन्। यो 2 रुपियाँमा किन्न र 18 रुपियाँमा बेच्नुको बिचमा के खर्च छ, त्यसको ढुवानीदेखि लिएर प्रिजर्भेसन, स्टोरेज, यो कुरालाई ब्रेकअप गर्नु भएको छ? आई मिन, अर इज इट जस्ट अ ब्रड नम्बर? कृषकबाट कालीमाटीसम्मको ग्याप भनेको ट्रान्सपोर्टेसनमा प्रब्लम छ। तर हामीसँग को छ? कलेक्सन एजेन्ट छ, सहकारी छ, सहकारी भइसके पछाडि डिलर छ, डिलर भइसके पछाडि ब्रोकर छ, त्यस पछाडि होलसेलर छ, अनि त्यस पछाडि हामी रिटेलरमा आउँछौँ। अनि रिटेलरमा आइसके पछाडि सबलाई मार्जिन त चाहिन्छ नि काम गर्नलाई? सबलाई मार्जिन डेफिनेटली चाहिन्छ। So what you are saying is you are going to standardize the margins at all levels and create a transparent model where farmer gets the right price. मैले चाहिँ के गरिराखेको छु भने पछाडि I want to eliminate all the channel members अनि I want to make it possible to the level of minimum. Thank you. Yeah, thank you. All the best. विनयजी, धेरै पेलानमा पर्नुभयो कि क्या हो तपाईँ? होइन, परेको छैन, एकदमै इजी नै लाग्यो।
तपाईँले यो पहिलादेखि नै रिसर्च गरिरहनु भएको प्रोजेक्ट हो? मेरो रिसर्च भन्दा पनि अहिले मैले बिजनेस चाहिँ गरिरहेको छु। यसलाई थप ऊर्जा प्रदान होस् भनेर तपाईँ आज यो सोमा आउनु भएको छ? मैले चाहिँ अब आफ्नो ग्रोथ स्ट्राटेजीमा गइरहेको छु, त्यो भएर आफ्नो यो आउटलेट्सहरूको एक्सपेन्सनको लागि फन्डिङ रिक्वायरमेन्टहरू हेर्नलाई। ओके विनयजी, अल द बेस्ट। गोविन्द सर, हजुरलाई अहिले भर्खरको आइडिया कस्तो लाग्यो यहाँलाई? यो डु यु थिङ्क इट्स ओभर एम्बिसियस? आइडिया अरूले पनि गरिराखेको काम हो, अलिकति फरक ढङ्गले गर्न खोजेको छ, राम्रो छ। ओके, यसमा सबैभन्दा कमजोर पक्ष उहाँको होमवर्कमा यहाँलाई के लाग्यो? रुपी सर, आनन्द सर? मलाई के लाग्यो भने कतिपय कुराहरू अनुमानको भरमा गरिएको छ, विच निड्स मोर डिटेलिङ। सो वी रियली होप द्याट इट्स बिन टेकन केयर अफ। इन्क्युबेसन सेन्टरमा पुग्नुभयो नि? आइडिया स्टुडियोको पहिलो एपिसोडका सम्पूर्ण आइडियाहरूले कृषि प्रधान देशको आवश्यकता र अवस्थालाई प्रतिनिधित्व गरिरहेको थियो। काभ्रेका सञ्जय ध्वजु श्रेष्ठ गृहिणी लक्षित रेशम खेतीको आइडिया लिएर आएका थिए। उनको आइडियाको जन्म भने दिमाग सड्केर भएछ। अब हाम्रो सागातिर चाहिँ भटमासहरू यताउता लागेको देखिन्छ, तर हाम्रो उतातिर त्यस्तो लाइँदैन है। अनि त्यसलाई पनि किन युज नगर्ने त भनेर त्यो एकचोटि दिमागमा सड्काएको थियो। सड्क्या चाहिँ होइन होला, आइडिया चाहिँ आएको होला, त्यही भएर तपाईँ आइडिया स्टुडियोजमा हुनुहुन्छ सन्टीजी। सो विश यु अल द बेस्ट, डोन्ट बी नर्भस, राम्रोसँग प्रेजेन्टेसन गर्नुहोस् है त। मेरो सोच चाहिँ बेरोजगार डेरामा बस्ने महिलाहरूको लागि रेशम खेती। भाडामा बस्ने महिलाहरू त धेरै जसो सहरमा हुन्छ, सहरमा किम्बु खेती गर्ने चाहिँ जग्गा भाडामा कहाँ पाउनुहुन्छ? तपाईँ सहरमा बस्नु भएर त्यसो भन्नुभयो, गाउँमा पनि डेरावालाहरू हुन्छन्। आइडिया प्रस्तुति पश्चात असिन पसिन भएर निस्किएका ध्वजुलाई भने जे जति भए पनि अलिकति मात्रै भएछ। किन त्यस्तो अनुहार बनाएर आयो नि त तिमी? त पुरा पसिना पसिना पनि भएछु, के भयो? हाउ इज इट? ठिकै भयो, अलिकति आत्या त होइन भए पनि अलिकति के बिचमै रोकेर कुरा हुँदाखेरि अलिकति अर्कै होस्, पुरै कुरा चाहिँ भन्नु पाएन। अलराइट, अल द बेस्ट, थ्याङ्क यू। त्यस्तो राम्रो आइडिया छ, तपाईँले गर्नुहोस् होइन। महिलाको सहभागिता कम भइरहेको अवस्थामा गृहिणी महिला विष्णुमाया घले मौरी पालनको आइडिया लिएर आइन्। उनको आइडियामा मौरी पालनको व्यावसायिक सोच र अवधारणा भन्दा पनि गुणकारी मौरी प्रतिको प्रेम प्रशस्तै झल्कन्थ्यो। मौरी भनेपछि मलाई पहिलादेखि नै एकदम इन्ट्रेस्टको विषय, एकदम मनपर्ने प्राणी पनि हो। यसले मानिसको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा विभिन्न किसिमको फाइदा पुर्याइरहेको हुन्छ। यसको विभिन्न फुलमा डुलेर ल्याएको जम्मा पारेको महले यसको यो एउटा शुभ कार्यमादेखि लिएर मृत्यु पर्यन्तसम्म विभिन्न काममा, पञ्चामृतदेखि लिएर यो औषधिहरूको रूपमा विभिन्न ठाउँमा औषधिको रूपमा प्रयोग भइरहेको हुन्छ। थ्याङ्क यू भेरी मच। नमस्ते। नमस्कार। मौरी पालले आफ्नो बाल्यकालदेखिकै इच्छा पूरा गर्ने लक्ष्यसहित आइडिया स्टुडियो आएकी विष्णु कुमारी घलेपछि धनुषाका राम गोविन्द यादव आफ्नो आइडिया सुनाउन आइपुगे। पेशाले हाइड्रो इन्जिनियर यादव पानीबाट बिजुली निकाल्ने भन्दा पनि पानीमा माछा पाल्ने आइडिया लिएर आएका थिए। बिजनेस गुरुहरूबाट हाइड्रो इन्जिनियर माछा पालनमा किन नि भनेर सोध्दा तपाईँ किन हाइड्रो इन्जिनियरबाट चाहिँ यो माछा एउटा फिस फार्मरमा कन्भर्ट हुनुहुन्छ, त्यसको मेन रिजन के हो? सानैदेखि अब म फार्मर्स फ्यामिलीबाट आएकोले सानैदेखि इन्ट्रेस्ट हो यो, तर छोरी चाहिँ इन्जिनियर डक्टर बन्नुपर्छ भनेर अनि त्यसपछि इन्जिनियर बनियो भनौँ। यादवको पानीबाट बन्ने हाइड्रो नभएर पानीमा बाँच्ने माछा पालनको आइडिया पछि अर्का सहभागी शीतल गुरुङले भने स्याउ र च्याउमा आइडिया पस्किए। विशेष गरेर मैले यो व्यवसायमा सीताके च्याउ र भुइँस्याउ ग्राउन्ड एप्पल दुईटामा विशेष जोड दिएर मैले काम गरिरहेको छु। कमर्सियलाइजेसन अफ एलोभेरा। If you were to tell me to invest in your project, what is the best thing you could tell me that would convince me to invest in your project right now? भोजपुरबाट यहाँ आइपुग्नलाई मलाई लगभग 3 दिन लाग्यो यसपालि। स्याउ र च्याउको आइडिया पछि पालो आयो कडकनाथ कुखुराको। एक प्रकारको लोकल कुखुरा जस्तो हो त्यो, र त्यो कुखुराको चाहिँ मासुहरू चाहिँ सुगर रोगी, कोल्ड स्टोर र जस्तो मिन्सहरू गडबडी हुँदाखेरि खानु भनेर चाहिँ इन्डियामा चाहिँ त्यो सर्टिफाइड नै गरेर दिएको छ अरे। यहाँ त्यो कुखुरा यहाँ पाइन्छ कि पाइँदैन? पाइएको छैन। मेरो एकजना हिमाचलतिरको साथी हुनुहुन्छ, उहाँसित चाहिँ हामी यो मिलेर
मेरो धादिङमा चाहिँ एउटा पुरानो पैतृक जग्गाहरू त्यतिकै बसिरहेछ, त्यसलाई युज गरौँ भन्ने क्रममा यी चिजहरूमा म पुगेको हुँ। र आशा गर्दछु हाम्रो बिजनेस गुरुजले तपाईँको आइडियालाई आत्मसात गर्नुहुनेछ। अल द बेस्ट। नमस्कार। म माधव तिमल सिन्हा। केही साथीहरूले अहिले यो कडकनाथ भन्ने एउटा कुखुरा रहेछ, त्यसलाई चाहिँ मलाई जुन हिमाञ्चलतिर उहाँहरूले काम गरिसक्नु भएको एउटा इन्डियन साथी हुनुहुन्छ, उहाँले आइडिया दिनुभयो। इन्डियाले हामीलाई त्यत्तिकै यो दिन्छ या दिँदैन त्यो त थाहा छैन, तर लिगल्ली हामीले काम गर्ने, हाम्रो सानो भोलमबाट काम गर्ने हो भने हामी 1.5 सय अन्डा अथवा चल्ला ल्याइदिन सक्छौँ भनेर उहाँले भन्नुभयो। अनि त्यसैलाई नै चाहिँ यी उत्पादन गरौँ, प्रोडक्ट गरौँ। र अवश्य पनि यो दुइटै चिज मलाई किन सम्भव छ जस्तो मलाई लाग्छ भने एउटा त एकचोटि लगानी गरेर कम मिहिनेतमा किबी भयो, र अर्को ती कुखुराहरू भनेको रोगसँग प्रतिरोधात्मक क्षमता भएको हुनाले त्यो लोकल कुखुराहरू पनि यहाँका चाहिँ हतपति कुनै रोग आएर मर्दैनन्। त्यसमाथि त्यो चाहिँ त्यो टाइपको कुखुरा भएको हुनाले त्यो गर्दाखेरि ठिक हुन्छ कि जस्तो लागेर म आज हजुरहरूको स्टोभमा आएको। त्यो कुखुरा पाल्नेको ठाउँमा अब कतिसम्म चाहिँ कस्तो हुन्छ भन्दाखेरि अलिक आइसोलेटेड हुनुपर्छ, त्यसमा फेरि तपाईँको त्यति ट्राफिक भएर तपाईँको फेरि उसलाई अब एउटा कुखुरालाई डिजिज लाग्यो भने सबैले लाग्छ भनेपछि त्यो दुईजनाको के छ रिलेसनसिप के हेर्नु भएको छ? लोकल कुखुरा चरुवा जङ्गलमा चर्ने टाइपको कुखुरा हो, त्यसकारण यसको चाहिँ माथि हुन्छ, तल चाहिँ साना घाँसहरू हुन्छ। नर्मल्ली अहिले इन्डियामा 600 आइसीमा त्यहाँ गइरहेको छ पर केजी होइन। त्यो 4 देखि 6 महिनाको बिचमा 1 देखि 1.5 किलोभन्दा माथि ठुलो पनि हुँदैन। 4 देखि 6 महिना 4 देखि 6 महिना र 1 देखि 1.5 किलो हुन्छ। 1.5 किलोभन्दा 2 किलोको ठुलो साइज पनि आउँछ। यो रोगीहरूलाई मात्रै हुने भयो होइन, तपाईँ हामी नर्मल्ली जसले खाँदा पनि हुने। थ्याङ्क यू, धन्यवाद। माधवजी, तपाईँको कडकनाथले त गर्नु गर्यो त। अब नयाँ नयाँ चिजहरू जब भित्रिन्छन् नि त्यसले केही न केही हलचल ल्याउँछ। दुईटै क अर्थात् किबी र कडकनाथ कुखुराको आइडिया पछि पत्रकार बालकृष्ण शर्मा कोदो फापरको आधुनिकताको सम्भाव्यता लिएर आए। आज नेपालको कुरा गर्दाखेरि रोजगारीको खोजीमा दैनिक 1500 मान्छेहरू विदेशी भूमिमा गइरहेका छन्। हजुर, तपाईँको यस कृषिप्रतिको सोच राम्रोसँग जाओस्। अल द बेस्ट। पत्रकार मान्छे हुनुहुन्छ, बोल्नु त तपाईँलाई कसले सिकाउनुहोस्। हस्, अल द बेस्ट। पेशागत रूपमा पत्रकारिता गरिरहेका शर्माको प्रस्तुतिकरण पनि दमदारको थियो। कोदो फापर मैले अहिले मार्केटमा जहाँ छ जहाँबाट पाउँछु त्यसलाई सङ्कलन गर्ने, यदि पुगेन भनेदेखि मैले आफैले कोदो फापर फार्म सञ्चालन गर्ने र त्यसपछि त्यसका परिकारहरू बनाएर नेपालीलाई खुवाउने, विदेशीलाई खुवाउने, सबैले खाने। पेशागत चरित्रले अनुसन्धानात्मक हुनै पर्ने शर्मा भने बिजनेस गुरुहरूको प्रश्नमा भनिरहेका थिए, ठ्याक्कै भन्न सकिएन। मैले ठ्याक्कै भन्न सक्दिनँ, म त तपाईँहरूको यो सोचदेखि उद्योगसँग भन्ने नारासँग म प्रभावित भएर आएको। म त एउटा म्यानेजर हुँ, मैले यसलाई म्यानेज गर्छु र सम्बन्धित एक्सपर्टिजहरूलाई मैले चाहिँ नि हायर लागि अन्दाजी लगानी के कति लाग्छ केही त्यो हिसाब गरेको छैन मैले। कोदो र फापरको प्रवर्धनात्मक परिकारको आइडिया पछि त्रिलोक भट्ट एलोभेरा फार्मिङको आफ्नो परिकल्पना प्रस्तुत गर्न आए। कमर्सियलाइजेसन अफ एलोभेरा कसरी गर्ने भन्दाखेरि थ्रु एक्सटेन्सिभ फार्मिङ अनि त्यसको फार्म गरेको जुन प्रडक्ट्सहरू हुन्छ त्यसलाई चाहिँ प्रोसेसिङ गर्ने एन्ड सप्लाइङ इट टु द बिजनेस हाउसेस एज पर देयर रिक्वायरमेन्ट। Now, let's say that you have 30 seconds to sell your idea. Why one of us or anybody watching this program should be interested? 30 seconds, let us know. नेपालमा अहिले भनेको इम्प्लोइमेन्ट अपर्च्युनिटी जुन चाहिँ एकदमै अनइम्प्लोइमेन्ट प्रब्लम म्याक्सिमम फेस गरिरहेका छौँ। अर्को भनेको ट्रेड डेफिसिट। दिस टु आर द मेजर प्रब्लम्स वी आर फेसिङ। सो हाम्रो प्लान भनेको म्याक्सिमम हामीले चाहिँ दुईटा तरिकाबाट, एउटा एलोभेरा फार्मिङबाट, एक्सटेन्सिभ फार्मिङबाट हामीले इम्प्लोइमेन्ट अपर्च्युनिटी दिने, अर्को चाहिँ हाम्रो म्यानुफ्याक्चरिङ युनिट इस्टाब्लिस गर्ने जसमा चाहिँ स्किल लेबर्स चाहिन्छ, यतापट्टि अनस्किल चाहिन्छ। त्यसले गर्दा हामी यो अनइम्प्लोइमेन्टको प्रब्लम हटाएर केही हदसम्म समाधान गर्न चाहन्छौँ। अर्को चाहिँ वी हेभ अल्सो प्लान टु एक्सपोर्ट। लोकल डिमान्ड मिट गरेपछि एक्सपोर्ट गर्ने प्लान छ एज देयर रिक्वायरमेन्ट। यसले गर्दा ट्रेड डेफिसिटलाई पनि केही हदसम्म चाहिँ वी क्यान कन्ट्रिब्युट। इफ यु वर टु टेल मी टु इन्भेस्ट इन योर प्रोजेक्ट, what is the best thing you could tell me that would convince me to invest in your project right now? There is no problem for the market. Maximum demand you can see. तपाईहरुले जुन कस्मेटिक्सहरु युज गर्नुहुन्छ, every cosmetics contains aloe vera. त्यो यदि मार्केटको प्रब्लम छैन भने र टिम स्ट्रङ छ भने, if we are committed, we can do anything.
let's see what happens. I don't know if you'd be getting the ticket to incubation center or not, but let's hope you do get. All the best for the future. Thank you. आइडिया स्टुडियोमा कृषि उत्पादन र व्यापारसँग सरोकार राख्ने आइडिया मात्र होइन, हिमाली भेगका जडीबुट्टीसँग सम्बन्धित आइडियाहरू पनि थिए। राजधानीमा ग्रामीण इलाकामा उत्पादित भएको खाद्य, जडीबुटी तथा फलफुलहरूको सङ्कलन तथा बिक्री केन्द्र नेपालको लागि फर्स्ट कन्सेप्ट हुन सक्छ र यसले त्यो क्षेत्रको ग्रामीण इलाकाका जनताहरूको जीवन स्तरलाई उकास्नलाई यसले धेरै हदसम्म सहयोग गर्न सक्दछ। थुप्रै जडीबुटीहरू, फलफुलहरू, त्यो स्याउहरू कृषि भन्दाखेरि प्रोडक्ट रेन्ज धेरै ठुलो हुन्छ। आज जडीबुटी भण्डारण गर्ने तरिका अर्कै हुन्छ, आलु भण्डारण गर्नु पर्यो भने तरिकाले अर्कै हुन्छ फलफुलको। सो कुनै एउटा लाइन अफ स्पेसलाइजेसन त लिनु पर्यो, नभए सबै कुरा गरेर त सकिँदैन र त्यो बिजनेस मोडल पनि बन्दैन। मैले खास गरी फलफुलतिर स्याउलाई, खाद्यान्नतिर जुम्लामा पाइन्छ मार्सेदान भन्ने, मार्सेदान त्यहाँबाट उत्पादन चामल छ नि त्यो एन्टी सुगर हो। जुम्लाको स्याउ काठमाडौँ ल्याउनलाई के समस्या छन् र तपाईँले कसरी समाधान गर्न सक्नुहुन्छ? अहिले 10 रुपियाँ किलोमा स्याउ पाइन्छ र सिजनको बेलामा गाईबस्तुलाई दिनपर्छ स्याउहरू। त्यो हामीले त्यहाँ पुगेर किसानहरूलाई यति मूल्य पाउनुहुन्छ है, हाम्रो सेल्स कलेक्सन सेन्टरसम्म ल्याउनुहोस्, हामीले यति रुपियाँ हामी तपाईँहरूलाई दिन्छौँ भन्ने बित्तिकै हामीलाई कैयौँ मेट्रिक टन त्यहाँ स्याउ कलेक्सन हुन्छ। थ्याङ्क यू भेरी मच। वीरेन्द्रजी, साह्रै गाह्रो भयो जस्तो छ तपाईँलाई? गाह्रो भयो। अलि त्यो उहाँलाई प्रुभ गर्न गाह्रो भयो कि के कुरामा गाह्रो भयो? होइन, अब स्टेजमा कहिले नबोल्दाखेरि फर्स्ट टाइम बोल्दाखेरि यस्तो गाह्रो भएको, फेरि गर्मी पनि फिलिङ गरेँ, असाध्यै गर्मी भयो। अब कार्यक्रममा पालो भएको छ अर्को सोचको। एक दशक शिक्षण पेशामा आबद्ध रहेर हाल सीएको विद्यार्थी बनेका ओखलढुङ्गाका प्रदीप कुमार लुइटेल मोडर्न कृषि प्रणालीको आइडिया लिएर आएका थिए। नेपालमा एग्रिकल्चरको महत्त्व त अत्याधिक नै छ, किनभने नेपालको ल्यान्ड भनेको लगभग 100% ल्यान्ड नै कुनै न कुनै कृषि उपज, 100% नभनौँ लगभग 90% ल्यान्ड कुनै न कुनै कृषि उपजको लागि उपयुक्त छ। किनभने यहाँ डेजर्ट छैन, ठुलो भनेको त्यो माउन्टेन साइडतिर, हिउँ जम्ने साइडतिर चाहिँ केही नहोला, नत्र अरू सबै सेक्टरमा चाहिँ केही न केही उत्पादन हुन्छ। लामो समयको शिक्षण पेशाको अनुभवले गर्दा होला, लुइटेलको प्रस्तुति पनि लेक्चरी स्टाइलको थियो। 40-50 लाख मान्छेहरू त विदेश छन्। उनले नेपाली कृषिको समस्या र चुनौतीको लामै पृष्ठभूमि सुनाए। कृषि सम्बन्धी उपदेशात्मक प्रस्तुति सुन्दा हाम्रा बिजनेस गुरुहरूको हावभाव हेर्ने लायकको देखिन्थ्यो। परम्परागत तरिकाले खेती गरे हुन्छन्, बाँझो जमिन छोडेका हुन्छन्। धन्यवाद आइदिनु भएकोमा आइडिया स्टुडियोमा। मोडर्न कृषिको मोडर्न आइडिया पश्चात भोजपुरका निङमा शेर्पाको चिरैतो र च्याउ खेतीको आइडियाले भने हाम्रा सम्पूर्ण बिजनेस गुरुहरूको दिल नै जित्यो। भोजपुरबाट यहाँ आइपुग्नलाई मलाई लगभग 3 दिन लाग्यो यसपालि, सधैँ 2 दिन आइपुग्थेँ। यसले चाहिँ तपाईँको प्रति रोपनी 5 रोपनी बराबर अहिले मैले गरेको अनुसन्धान र मेरो फ्याक्ट्री आँखाले हेरेर चाहिँ तपाईँको यसको प्रति मन अहिले किमा थाङ्का पढाउँदै 40,000 छ प्रति मन। जस 40,000 भन्दाखेरि भनेको 1000 रुपियाँ केजी पर्न जान्छ र यसको बिउको मूल्य भनेको अहिले तत्काल यो सालको बजार भाउमा 12,000 देखि 14,000 केजीसम्म बिक्री हो होइन। त्यो भएपछि भने 5 रोपनी जग्गामा 18 मन चिराइटो र 11.5 केजीसम्म बिउ भएको पाइन्छ। त्यति लगानी गर्दाखेरि हामीलाई यसको 60% भनेको 1 लाख भयो भने 60,000 खर्च हुन्छ र 40% चाहिँ बेनिफिट कमिसन बजार कहाँ हो, बिक्री गर्ने कहाँ हो तपाईँ? अब यसको विशेष बजार भनेको सर अहिलेसम्म नै चाहिँ हाम्रो भोजपुर जिल्लाको हदमा चाइना र इन्डिया गइरहेछन् सर। हिमाजी एक्चुअली त्यो ल्याउनु भएको हेरौँ न हामी। यस सर। एकदम राम्रो निमाजी, तपाईँको यहाँसम्म आइदिनु भयो आइडिया स्टुडियोमा होइन? भोजपुरदेखि आउनु भयो होइन? भोजपुरदेखि यहाँ आइडिया स्टुडियोसम्म आइदिनु भयो। एकदम राम्रो काम गरिराख्नु भएको रहेछ तपाईँले यो चिराइतोमा होइन? अनि जुन नलेज तपाईँले चिराइतोको आफ्नै पर्सनल एक्सपिरियन्सबाट हामीलाई सुनाउनु भयो, त्यसको लागि धेरै धन्यवाद। अनि भविष्यमा डेफिनेटली तपाईँको आइडियाले तपाईँको समुदाय र आफ्नो पनि जुन चाहिँ परिवारको आर्थिक वृद्धि डेफिनेटली गर्छ। यसको लागि हामी वी आर रियली पोजिटिभ अबाउट इट। थ्याङ्क यू भेरी मच निमाजी, धन्यवाद, एकदम धन्यवाद तपाईँको लागि।
आइडिया स्टुडियोमा आजको प्रस्तुतिहरू समाप्त भइसकेका छन्। आजको कार्यक्रममा 12 जना सहभागीहरूले आफ्नो सोच हाम्रा बिजनेस गुरुहरूलाई प्रस्तुत गरे। अब व्यापारिक सन्देश पश्चात हाम्रा बिजनेस गुरुजहरूको जजमेन्ट, यानि कि कसले इन्क्युबेसन सेन्टरको टिकट पाउनुभयो र कसले इन्क्युबेसन सेन्टरको टिकट पाउनु भएन भन्ने जजमेन्ट लिएर हामी यहाँ सामु फेरि आउनेछौँ। Can we have all the participants please come in the front one more time? त गोविन्द सर हामीलाई कौतूहलताको विषय बनिसकेको छ। तपाईले अगाडि त बोलाउनु भयो, अगाडिकोले पाउनु भएको हो कि किन पछाडिकोले पाउनु भएको हो कि? आइडिया स्टुडियो सोचदेखि उद्योगसम्म। आइडिया स्टुडियो सोचदेखि उद्योगसम्म। Welcome back after the commercial break. हाम्रा बिजनेस गुरुजहरूले आफ्नो फाइनल डिसिजन लिइसक्नु भएको छ। र अब हामी if they are ready, we'd like to call back one more time all our participants. Are you ready? Yes. All right. Can we have all the participants please come in the front one more time? So our business gurus, हामी रिक्वेस्ट गर्न चाहन्छु यहाँहरूको verdict सुनाइदिनु होला। सहभागी नम्बर 001 शिवजन चौलागाई, can you please step up? सहभागी नम्बर 002 विनय रेग्मी, can you please step up? Participant number 005 Ram Govind Yadav. Number 009 Trilok Bhatta. 010 Virendra Bahadur Adi. 012 Nima Sherpa. तपाईहरुलाई सबभन्दा पहिला त ज्युरी मेम्बरको तर्फबाट र आइडिया स्टुडियोको तर्फबाट सबैलाई हार्दिक बधाई दिन चाहन्छु, किनभने 479 देश विदेशबाट आएका 479 आइडियाज मध्येबाट तपाईहरु टप 60 मा पर्नु भएको छ। त्यो नै ठुलो उपलब्धि हो। त गोविन्द सर हामीलाई कौतूहलताको विषय बनिसकेको छ। तपाईले अगाडि त बोलाउनु भयो, अगाडिकोले पाउनु भएको हो कि किन पछाडिकोले पाउनु भएको हो कि? अगाडिकोलाई बाहिर पठाउने कि पछाडिकोलाई बाहिर पठाउने भन्ने कुरा हामी विचार गर्दै छौं दिमागमा। प्लिज डोन्ट वेट टु लङ। मेरो सल्लाह छोटकरीमा पछाडी पर्ने साथीहरु अथवा चाहिँ घर जाने साथीहरु, यो यात्राबाट चाहिँ बिदा माग्ने साथीहरुले चाहिँ हरेस नखानुस्, आफ्नो सोच आफ्नो प्यासनलाई कायम राख्नुस् र भोलिका दिनमा चाहिँ त्यसलाई चाहिँ एउटा उद्योगको रूपमा परिणत गरेर त्यसबाट फाइदा लिने जमर्को जारी राख्नु होला। र जो साथीहरु हाम्रो यात्रामा सँगै अगाडि बढ्नुहुन्छ उहाँहरूले पनि परिश्रम गर्ने एउटा कमिटमेन्ट चाहिँ लिएर अगाडि बढ्नुपर्ने हुन्छ। अगाडिका साथीहरु जजेसहरुका आउनुस् र टिकट लिनुहोस्। सृजनात्मक आइडियाको हाम्रो नयाँ खोज, नयाँ सोचौं नयाँ गरौँ, अब बेला आयो हाम्रो सपना साकार पार्छ आइडिया स्टुडियो। Alright, thank you so much judges. हामीलाई थाहा छ तपाईहरुलाई एकदमै गाह्रो नै भयो आफ्नो व्यवसायमा पोख्त भए तापनि अरु कसैलाई यसरी कम्पिटिसनमा आएर पार्टिसिपेसनको रूपमा I'm sure you had a very tough time, but thank you so much for your time and effort. रुपेश सर र बालकृष्ण सरलाई त हामी नेक्स्ट एपिसोडमा भेटि नै हाल्छौँ र सोचदेखि उद्योगसम्मको यस आइडिया स्टुडियोको प्रेजेन्टेसन आशा गर्दछु यहाँलाई मन पर्यो होला। हामीसँग अझै केही अडिसन राउन्डहरु पनि बाँकी नै छन्। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्ते। आइडिया स्टुडियो सोचदेखि उद्योगसम्म। In association with Landmark Education, as smart as you are.